आउने रहेछ होइन आउँदै होला भर्खर फोन गरेर आफ्नो यत्रो ढिला गर्छ मैले चाहिँ झन् उहाँ यहाँको 1 नम्बर मान्छे एकदमै राम्रो मान्छेसँग भेटाइदिनु तपाईँलाई राम्रो जग्गा कस्तो मिलाइदिनु भन्ने मान्छे यत्रो बढाइ चढाइ गरेर तेरो कुरा गर्दैछु आफै ढिलो गरिपर्छ तरिका तल थाहा छ नि जसरी हुन्छ जग्गा किन्ने वातावरण बनाउने काम तेरो है त किनेर म कति गफ गर्छु भनेर जसरी म त्यो जग्गा मिलाइहाल्छु नि तर टेन्सन नलिकन म कति गफ गर्छु तँलाई थाहा छैन र अहिलेसम्म हो थाहा छ तेरो यस्तै गफ दिने खुबी छ र त मैले तँलाई बोलाएको नि अनि खै त तेरो मान्छे आउँदै आउने यार मैले त खानै खाएको छैन आउँदै होला क्या भर्खर मैले फोन गरेँ त्यही पनि म एकचोटि कल गर्छु पक्लो खोइ त फोनै उठाएन आउँदै होला आइसकेछ उहाँ नै हो एकदमै यो एरियाको चाहिँ राम्रो एकदम जग्गाको चाहिँ त्यही भएर हजुरलाई अलि राम्रै मान्छेसँग चाहिँ मिलाएको मलाई एउटा राम्रो जग्गा हेर्नु चाहिँ कहाँ जानुपर्ने होला यहीँ हो जग्गा त उहाँले चाहिँ एकदम जग्गाको कारोबार त 10-15 वर्षदेखि एकदमै राम्रो गर्दै आउनुभएको अब तपाईँ उहाँको मार्फत आउनु भएको छ हजुर हजुर म चाहिँ कस्तो भने तपाईँको मिलाएर मलाई चाहिँ पूर्व मोडा र दक्षिण मोडा भएको चाहिन्छ हजुर त्यस्तो भयो भने चाहिँ म एकदम पनि जति नै उठाउने सोचमा आएको हो ल हेर्नुहोस् अब साउजी जग्गा चाहिँ तपाईँको यही हो यहाँदेखिबाट यहाँसम्म छ अब भन्नुहोस् तपाईँलाई कस्तो लाग्यो ए वान छ नि त जग्गा जग्गा चाहिँ राम्रो छ तपाईँले देखाएको होइन अब हामीमा भाउको कुरा गर्नु पऱ्यो भाउ मिल्यो भने म भोलि नै तपाईँको यो जग्गाको लागि चाहिँ म भोलि नै बैनापट्टा गर्छु बैनापट्टा गरेको 10 दिनदेखि 15 दिनमा म नामसारी गरिदिन्छु अब ऊ मेरो साथी उसले ल्याएको तपाईँ म तपाईँलाई एकदम मिलाएर गरिदिन्छु है अब अन्त भने अरूलाई सोध्नुहोस् 40 भन्छ यहाँनिर म तपाईँलाई 30 नै दिन्छु तर यो कुरा चाहिँ दामा खाइ पनि जानु भएन है जग्गा पनि राम्रै छ अनि 40 मा भनेको जग्गा 30 मा देला त भने किन नदिनु उहाँको आफ्नै नजिकै मान्छेको हुनुहुन्छ त्यही भएर त हजुरलाई उहाँसँग भेटा गर्छु हो नि ओइ को हो त्यहाँ सर जाउँ जाउँ होटलतिर बस्नु सादा कुरा गरौँ न यहाँ बस्नु ओहो किन यसो भने जेसुकै भन्नुहोस् चिसो तातो घाँटी दुखिरहेछ तातै खाउँ न सानी हजुर 3टा स्पेसल चिया बनाउनु त सुन अलि खर्च माग्ने साउजीसँग कहाँ खर्च माग्ने भन्छ अहिले पहिला काम मिला न पहिला काम पुरा गर खर्च त भइहाल्छ नि हेट कामै नभन पैसा माग्नु म सक्दिनँ के चाहिँ सक्तिस् त खाना चाहिँ सक्तिस् के हो तपाईँहरूको त्यस्तो गोप्य कुरा होइन यसो हामी दुई दाजुभाइको सानो एउटा कुरा थियो त्यही यसो गरेर आएको त्यस्तो शङ्का लिनु पर्दैन हजुरले टेन्सन लिनु पर्दैन तपाईँहरूले मिठो चिया खुवाउनु भयो हजुर अब एकैतालमा बैनापट्टा गर्ने बेलामा भेटौँ ल ए हुन्छ अहिलेलाई मन लाग्छ है त ल ल भेटेर खुसी लाग्यो हस् है त मैले पट्टा गर्ने बेला भेटौँ है त सर हस् हस् हस्